नमस्कार सबैलाई आरामै हुनुहुन्छ। म आज फेरि मनको आवाजमा एउटा कथा लिएर आएको छु। यो कथाले के भन्न खोजेको हो है, हामीले यसो अन्तिम समयमा होला। कथा चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। यो कथा हो तपाईँको पुतली र बिच्छुको। एकचोटि के हुन्छ भन्दाखेरि पुतली चाहिँ उडेर सिधै बिच्छुको अगाडि ट्याङ्ग बस्छ के, उडेर आएर बिच्छु त्यही हुन्छ। पुतलीले बिच्छुलाई के भन्छ भन्दाखेरि म तिमीसँग डराउन्न, म तिमीसँग डरै लाग्दैन, तिमीसँग म डर लाग्दैन, म तिमीसँग डराउन्न भन्छ। बिच्छुले के भन्छ, दङ्ग पर्ने कुरा भयो, म त नौलो लाग्यो, मलाई त अचम्म लाग्यो, आजसम्म मलाई यस्तो कसैले पनि भनेको थिएन भनेर उसले भन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि त्यहाँ दोस्ती हुन्छ है। दोस्ती हुने बेलामा पुतलीले के भन्छ भन्दाखेरि ल अब हामी घुम्न जाउँ, तिमीसँग बस्न आएको, तिमीसँग दोस्ती गर्न आएको, हामी घुम्न जाउँ भन्छ। र बिच्छुलाई के डर छ भन्दाखेरि उसको बिच्छुको त डङ के होइन, ठोङ्नी हुन्छ नि त, त्यो टक्नेवाला हुन्छ, जहिले पनि यस्तो उचालेको हुन्छ उसको। उसलाई के डर लाग्छ भन्दाखेरि कतै छोइयो भने, छुनकियो भने भनेर उसले चाहिँ के गर्छ, एकदम बची आफ्नो जुन डस्नी हुन्छ नि, ठुङ्नी उसलाई चाहिँ भागलाई एकदम बचाएर चाहिँ उसले मजाले पुतलीसँग चाहिँ घुम्न जान्छ। नयाँ फुल फुलेको देख्छ होइन, उसले बिच्छुले फुल फुलेको देख्छ, पानी यताउता पानी बहेको देख्छ, उसले चाहिँ चराचुरुङ्गी देख्छ है। उसलाई अचम्म लाग्छ। के लाग्छ भन्दाखेरि बिच्छुले यो कथामा भनेअनुसार जिन्दगीमा कहिले यस्तो संसार देखेकै हुन्न कि उसले, पुतलीले गर्दाखेरि उसले यस्तो संसार देख्न पाउँछ कि। त्यो घुम्ने क्रममा के हुन्छ भन्दाखेरि राति हुन्छ है। राति भइसकेपछि त अब बस्नु पऱ्यो। त्यसपछि कथामा जे पनि हुनु पायो होइन। त्यसपछि रातिको खानासाना खान्छन्, दुईटैले चाहिँ खाना खान्छन् र ऊ चाहिँ सुत्ने बेला हुन्छ होइन। बिच्छु र पुतली अब के गर्छन्, साइडमा चाहिँ सुत्छन् के। पुतली आफ्नो हिसाबले सुत्छ र बिच्छु पनि आफ्नो हिसाबले सुत्छ। आफ्नो डङ जुन ठुङ्नी हुन्छ, टक्ने भाग चाहिँ उसले एकदमै ख्याल गर्छ कि नछोइयोस् भनेर चाहिँ उसले एकदमै ख्याल गर्छ र सुत्छन् होइन। सुत्दाखेरि राति कसो हुन्छ, अब कल्टे परिन्छ नि त, हामी मान्छे पनि त कल्टे पर्छौँ सुत्दाखेरि, यता फर्कने उता फर्कने हुन्छ। त्यस्तै क्रममा के भयो त, अब बिच्छु पनि यता उल्टा पल्टने क्रममा चाहिँ उसले एकदम जगाउँदै पनि के हुन्छ भन्दाखेरि उसको चाहिँ पखेटा भनौँ न, उसको पखेटामा, पुतलीको चाहिँ पखेटामा चाहिँ चटपटक लाग्छ कि, लागेपछि बिहान हुन्छ। जब पुतली बिहान उठ्दाखेरि उसको पुरा शरीर दुखेको हुन्छ क्या, जुन बिच्छुको जुन टोक्ने भाग हुन्छ उसले छोइएको हुन्छ। त्यसपछि एकदमै दुःख मान्छ क्या उसले, पुतलीले एकदम दुःख मान्छ कि आखिर मलाई तिमीले टोक्यौ नि भन्ने खाले गर्छ। मैले जाने गरेको होइन, यो हुँदै भएको हो भन्छ। त्यसपछि मलाई थाहा छ यो तिमीले चाहिँ मलाई हान्न भन्न खोजेर हानेको चाहिँ होइन, यस्तै भयो भन्छ। त्यसपछि पुतली चाहिँ अब उडेर जान्छ, उसलाई जानुपर्ने पनि हुन्छ होइन। पुतली त उड्ने काम, फुलमा जानु पऱ्यो पुतलीहरू होइन। उसलाई बाध्यता छ, पुतलीलाई आफ्नो बाध्यता छ, त्यसपछि बिच्छुलाई आफ्नै बाध्यता छ। त्यसपछि पुतली उडेर जानुपर्ने हुन्छ, ऊ जान्छ। एकैछिन के हुन्छ भन्दाखेरि बहुत दुःख हुन्छ कि, उसलाई बहुत दुःख लाग्छ, बिच्छुलाई बहुत दुःख लाग्छ कि मैले जोगिँदा कसैलाई मैले हानि गर्दिनँ, खराबी गर्दिनँ, अरूलाई चाहिँ मैले केही गर्दिनँ भन्दा पनि के हुन्छ भन्दाखेरि छोइन्छ कि, उसको चाहिँ जुन ठोङ्ने भाग हुन्छ, टोक्ने भाग हुन्छ, उसले छोइन्छ र ऊ भित्रभित्र बहुत दुःखी हुन्छ कि। तर पुतलीले के भनेको हुन्छ भन्दाखेरि यो जाने गरेको होइन, मलाई पनि थाहा छ भन्छ। शरीर दुखेको हुन्छ उसको, पुतली पनि भन्छ थाहा छ भनेको। हाम्रो जीवनमा यो मैले मेरो हिसाबले बुझ्दाखेरि मैले के देखेँ भन्दाखेरि हाम्रो जीवनमा के हुन्छ, कतिपय कुराहरू हामीले अरूलाई गर्दिनँ, राम्रो गर्छु भन्दै पनि के हुन्छ, मिसअन्डरस्ट्यान्डिङ भन्छौँ नि, हामीले मिसअन्डरस्ट्यान्डिङ हुन जान्छ कि। धेरै क्लोज फ्रेन्डहरूसँग बढी हुन्छ यो होइन। के भन्ने यसलाई कम्युनिकेसन भन्ने कि अथवा नेचर। अब बिच्छुको नेचर त के हो, टोक्ने हो नि त। उसले त सकभर उसले के गर्यो भन्दाखेरि त्यो टोक्ने भाग, ठुङ्ने भाग चाहिँ एकदम जोगाएर राख्यो। हुँदै पनि के भयो त भन्दाखेरि त्यो सुत्ने क्रममा चाहिँ लाग्यो क्या पखेटामा। भनेपछि हाम्रो लाइफमा पनि के हुन्छ भन्दाखेरि कसैलाई हर्ट गर्दिनँ भन्दा पनि हर्ट के
हर्ट गर्दिनँ भन्दा पनि त्यो थाहा नपाइकन, थाहा पाएर होइन फेरि यहाँ देखाउन खोजेको कथाले, थाहा नपाइकन हर्ट हुन्छौँ होइन, हर्ट हुन्छौँ। तर हामीलाई के लाग्छ भन्दाखेरि उसले नै गरेको भन्ने हुन्छ र उसले सकभर आफू बचेर जोगेर चाहिँ मैले हर्ट गर्दिनँ भनेर सोचेको हुन्छ कि बिच्छुले। तर हुँदाहुँदै पनि के हुन्छ भन्दा उसको प्राकृतिकले आफ्नो उसको नियम दिएको छ, उसको नियम के दिएछ भने अब फैलियो भने टोकिन्छ ठोइन्छ। त्यो के हो मलाई यस्तो लाग्यो कथाले होइन। अब हजुरले यो कथालाई कसरी बुझ्नुभयो होइन, मैले चाहिँ यसलाई यसरी बुझेँ। मान्छेले हामीलाई हर्ट गर्दिनँ भन्दा के हुन्छ, समटाइम्स अननोइङली अनकन्सियसली पनि त्यो हर्ट भइरहेको हुन्छ होइन। हर्ट गर्नु हुँदैन, नो डाउट अबाउट द्याट। तर के हुन्छ भन्दाखेरि हर्ट गर्दिनँ भन्दा पनि हर्ट हुनु पुग्यो, हर्ट भयो भन्ने चाहिँ फिलिङ भयो। मलाई यो स्टोरीको मोरल यसले यही सिकाउन खोजे जस्तो लाग्यो होइन। अब हजुरलाई के लाग्छ यो मेरो कथा प्लिज सुनिदिएर चाहिँ हजुरले आफ्नो कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्नु होला, कस्तो लाग्यो स्टोरी होइन, कमेन्ट गर्नु होला। र मैले भन्दै आएको छु लेट्स फलो इच अदर, मलाई फलो गर्छु, हजुरलाई मैले फलो गर्छु है। यति भन्दै आजको मनको आवाजलाई मैले यही अन्त्य गर्छु। हस् त, नमस्कार।